आज चाहिँ हामीले आलु चिप्स खाने डिसाइड गरेको थियौँ र त्यसको लागि हामीले घरमा नै बनाउने डिसाइड गरेको भएर चाहिँ यसको लागि चाहिँ आफूलाई चाहिने जति आलु लियौँ। अनि त्यसपछि त्यो आलुलाई चाहिँ यो आलु यसरी के गर्ने पातलो पातलो चक्कुले काट्न नि मिल्छ। अनि यस्तो वाला आउँछ अनि यसमा यसरी आलु छिलेर यसको सानो सानो टुक्रा आफै बनेर निस्किन्छ। यसरी गर्न पनि मिल्छ। हामीले चाहिँ यसरी युज गरेको थियौँ। अनि यसलाई चाहिँ यसभित्र भएको आलुको त्यो स्टार्चहरू चाहिँ सबै निकाल्नलाई टिस्यु पेपरमा राखेर त्यसलाई पुसेको थियौँ। अनि यसमा चाहिँ फर्स्टमा चाहिँ मेन गर्नुपर्ने कुरा चाहिँ यो यसलाई चाहिँ सुरुमा तेल राखेर तेललाई मजाले तताइसकेपछि बिस्तारै बिस्तारै एउटा दुईटा गरेर राख्दै जानुपर्ने रहेछ। किनभने एकैचोटि राख्दाखेरि चाहिँ त्यो टाँसिने भएको भएर चाहिँ यसलाई छुट्टा छुट्टै यसरी गर्नुपर्ने रहेछ है। अनि त्यसपछि चाहिँ हामीले यसलाई त्यसरी नै बिस्तारै बिस्तारै तातो तेलमा राख्दै गयौँ। अनि यसलाई चलाउँदै पनि जाने। यसरी राखिसकेपछि यसलाई मजाले डिप फ्राई गर्ने। फ्राई गरिसकेपछि यसमा नुन खोर्सानी अनि चाट मसला थोरै राखेर यसलाई मिसाउनु भइसकेपछि चाहिँ यो इन्स्टेन्ट आलु चिप्स बनेर रेडी हुन्छ। अनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ। थ्याङ्क यू, बाई बाई।